जान्न तर पनि म मेरो दाइ हिँडिरहेको छौँ सेकेन्ड ह्यान्ड बुक पसलमा। किनभने फर्स्ट ह्यान्ड बुक पसल बहुत महँगो हुन्छ अनि मेरो बुक लिन गइरहेको पढाइको। ल हेलो ल अब हामी जाँदैछौँ। अब पुगेपछि ब्लग बनाउँला होइन ठिकै छ अहिले। सो गाइस हामी अहिले चाहिँ हामी यहाँ कता छौँ मलाई थाहा छैन तर राम्रै देखिरहेको यस्तो छ हेर जताततै यस्तो पुरै जताततै पार्कै पार्क छ। अनि बुक पसल एकछिनपछि जान्न। अहिले चाहिँ हामी यहाँ प्ले ग्राउन्डमा गइरहेछौँ। हाम्रो खेल्ने मेनु छैन। हामी यतिकै हेर्न गइरहेछौँ खेल्न पनि सक्छौँ। बल ल्याएको भएन खेल्न मिल्छ तर ठिक छ। ओ माई गड क्यामराम्यान यु गो पछाडि क्यामराम्यान ल अब क्राउडेड छ होइन जताततै यता कता हो मलाई थाहा छैन। फर्स्ट टाइम हामी गइरहेछौँ अनि त्यसपछि अब एकछिनमा बुक पसल पुगेपछि फेरि रेकर्ड गर्छौँ। बाई बाई। यस्तो दामी छ यहाँ सिनरी राम्रो न ल यहाँनिर यस्तो यो के हो थाहा छैन बस्ने ठाउँ रहेछ। अनि उतातिर हामी खेल्न गइरहेको छौँ तर खेल्ने ठाउँ रहेन रहेछ जताततै यो यसको नाम रत्न पार्क हो। ल अब गर्छौँ। ए बाबा म चाहिँ छोपेको जस्तो गर्ने हो क्या। ल अब हामी बुक स्टोर म माथि फिल्टर लगाएको छ त्यो भने हामी अब बुक स्टोर पुगेपछि गर्छौँ। ल see you until bookstore. So guys हामी चाहिँ हाम्रो त्यो सेकेन्ड ह्यान्ड बुक पसल चाहिँ फिल भएको छ। हाम्रो फिल भएको छ त्यसैले हामी यहाँ कान्तिपुर सबवेमा आएको छौँ। सबवे पनि हेर्नु रहेछौँ। यो यहाँ 250 टी सर्ट पिङ्क अझै के ल अब हामी हिँड्दैछौँ। वो नाइकी ब्याग्स सब कुरा छ यहाँ। ल सबवेबाट एस्केप गरेको छौँ। अब हामी एकछिनमा पुग्छौँ। अब यहाँ त्यसरी केही कुरा खाएको देखाउनु एडिटर ब्लग दिस म यो एडिटर तर हामी एस्केप गरेका छौँ। अब हामी पशुपति बुक्समा जान खोजेका छौँ किनभने त्यो सेकेन्ड ह्यान्ड बुक स्टोर जानु मिल्दैन। ल अब फेरि ट्रान्जिसन आउँदैछ है। सो गाइस बुक पसल पुग्यौँ हामी। यहाँ दामी कुरा पनि छ। We are giving controllers. प्लेस्टेसन छ कन्ट्रोलरको डिफ्रेन्ट स्किनमा राम्रो छ। यहाँ त्यहाँनिर बुक पसल छ अनि त्यहाँ तर अहिलेका लागि चाहिँ म बुक किनेर आउँछु। ल गाइज बाई। अरे यार कट नै भएन।